दर्शकबिन आज तपाईँलाई म झापाको यस्तो एउटा ठाउँको भिडियो सम्प्रेषण गर्दैछौँ। भिडियोको ब्याकग्राउन्डमा देखेपछि तपाईँहरूले अनुमान लाउनुभयो होला। झापाकै दक्षिणी बजार जो अहिले पछिल्लो समय एकदमै विकसित भइरहेको छ, राजगढ बजारका बारेमा आज भिडियो सम्प्रेषण गरेर राजगढ बजार कसरी रह्यो भनेर हामी सामान्य भिडियो तपाईँहरूमाझ प्रस्तुत गर्दैछौँ। यो भिडियो सबैमाझ पुर्याइदिनु होला। यसको पुरा भिडियो चाहिँ हामीले युट्युबमा पनि सम्प्रेषण गरेका छौँ र हजुरहरूले युट्युबमै हेर्नु हुँदैछ भनेदेखि ठिकै छ, फेसबुकमा हेर्नु हुँदैछ भने युट्युबमा मदन सङ्ग्रौला अफिसियलमा गएर हेर्न सक्नुहुन्छ। झापा जिल्लाको बारादशी गाउँपालिकामा पर्ने राजगढ एउटा ऐतिहासिक र स्थानीय रूपमा निकै महत्त्वपूर्ण ठाउँको रूपमा लिन सकिन्छ। पहिले यो छुट्टै गाविस गाउँपालिका विकास समिति थियो, तर देश सङ्घीयतामा गएपछि यसलाई बारादशी गाउँपालिका वडा नम्बर 2, 3 र 5 मा विभाजन गरिएको छ। राजगढका बारेमा के मुख्य र चाखलाग्दा कुराहरू पनि रहेका छन्। राजगढ क्षेत्र ऐतिहासिक रूपमा आदिवासी राजवंशी समुदायको बाहुल्यता र प्रभाव भएको क्षेत्र हो। यहाँ संस्कार संस्कृति राजवंशी समुदायको धेरै नै छ। यस क्षेत्रमा राजवंशी विकास समितिको अहिले भवन पनि बनेको छ। त्यसकारणले गर्दाखेरि राजवंशी समुदायले राज गरेको ठाउँको रूपमा पनि राजगढलाई लिन सकिन्छ र यसको अर्थ राजगढ किन रह्यो भन्ने कुराहरू धेरैलाई चाख लागेको छ र बुझ्न पनि चाहेका छन्। स्थानीय लोककथा र इतिहासका अनुसार यहाँ प्राचीन समयमा राजाको गढ किल्ला वा दरबार रहेको विश्वास गरिन्छ। त्यही राजाको गढ शब्द अपभ्रंश भएर यस ठाउँको नाम राजगढ हुन पुगेको त्यहाँका केही जान्ने बुझ्ने स्थानीयहरूले बताएका छन्। झापाका अन्य क्षेत्र जस्तै राजगढ पनि अत्यन्तै उर्वर भूमिको रूपमा लिइन्छ। यहाँ मुख्यतया धान, मकै, तोरी र विभिन्न नगदे बालीहरू अहिले पनि गरिराखिएको छ। अहिले पछिल्लो समय राजगढ विकसित रूपमा चाहिँ भवनहरू निर्माण भइरहेको छ भने पेट्रोल पम्पहरू पनि बनिरहेका छन्। राजगढ बजार यस क्षेत्रकै एउटा प्रमुख स्थानीय व्यापारिक केन्द्र हो, जहाँ वरपरका गाउँका मानिसहरू दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्न आउँदछन्। पछिल्लो समय बजार पनि बढिरहेको छ। सब्जी बजार त्यस्तिकै बढिरहेको छ भने अन्य उपभोग्य सामानका पसलहरू पनि धमाधम बढिरहेको देख्न सकिन्छ। यहाँ राजगढ आदिवासी राजवंशी सन्थाल ताजपुरियाका साथै खस, आर्य, बाहुन, छेत्री र अन्य समुदायको सुन्दर मिश्रण रहेको ठाउँको रूपमा लिन सकिन्छ। यस ठाउँलाई सिरुवा पावनी राजवंशी समुदायको नयाँ वर्ष, जितिया, दसैँ तिहार र छठ पर्वका रूपमा निकै हर्षोल्लासका साथ मनाइने गरिन्छ। यहाँका पुराना मन्दिर र धार्मिक स्थलहरूमा स्थानीयको ठुलो आस्था पनि रहेको छ। शिक्षाका लागि यहाँ सरकारी तथा निजी विद्यालयहरू पनि रहेका छन्। बिर्तामोड, चाराली जस्ता मुख्य सहरहरूबाट हुलाकी राजमार्ग र अन्य सहायक सडक हुँदै राजगढ सजिलै पुग्न सकिन्छ। पछिल्लो समय यहाँ सडक पूर्वाधार र बिजुलीको राम्रो विकास भएको छ। आज हामी तपाईँलाई राजगढ बजारका केही दृश्यहरू भोइस ओभरको ब्याकग्राउन्डमा देखाइरहेका छौँ। हजुरहरू पनि राजगढवासी हुनुहुन्छ, राजगढको आसपासमा हुनुहुन्छ भने हामीले यो भिडियो सम्प्रेषण गरेका छौँ। यदि तपाईँहरूले भिडियोमा तपाईँहरूको आफ्नो घर देख्नु भएको छ या राजगढ बजार घुम्नु भएको छ र यो ठाउँमा आइपुग्नु भएको छ भने कमेन्ट गर्नुहोला। यदि आइपुग्नु भएको छैन भने पनि धेरैले राजगढ कस्तो छ भनेर कौतूहलता जनाइराख्नु भएको थियो। आज यो भिडियोले तपाईँहरूको कौतूहलता मेटाउने हामी जमर्को गरिरहेका छौँ। झापाबाट यो भिडियो सम्प्रेषण गर्दैछौँ। पछिल्लो समय दक्षिणी भेग जहाँ चाहिँ सीमावर्ती क्षेत्रका रूपमा पनि राजगढ बजारलाई एकदमै विकसित बजारको रूपमा लिन सकिन्छ। यहाँनिर राजगढ बजार भर्न आउनेहरू एकदमै धेरै छन्। पुराना बस्तीहरू अहिले पनि यो ठाउँमा छ। मैले राजगढ बजारका केही दृश्यहरू जुन ठाउँबाट मैले देखाउन चाहेको थिएँ देखाउने कोसिस गरिरहेको छु। बजार, स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय र राजगढमा रहेको राजवंशी स्तम्भ रहेको राजवंशी चोक पनि तपाईँहरूलाई देखाउने कोसिस गर्दैछु र अत्यन्तै सुन्दर दृश्यहरू देखिरहेका छन्। मैले बिस्तारो भिडियो तपाईँहरूमाझ देखाउने कोसिस गरेको हो। राजगढमा साँच्चै भन्नुपर्दाखेरि मठ मन्दिर एकदमै धेरै छन्। लगभग 4 तले 5 तले मन्दिरहरू पनि रहेका छन्। त्यो मन्दिरका दृश्यहरू पनि तपाईँहरूलाई घुमाइ देखाउने एउटा जमर्को गरिरहेका छौँ। पछिल्लो समय व्यापारिक केन्द्रको रूपमा राजगढ बजारलाई लिन सकिन्छ। यो सब्जी मन्डीतिर हामी जाँदैछौँ। सब्जी मन्डी पछिल्लो समय धेरै चाहिँ बिक्री वितरण गर्ने स्थानीय स्तरबाट उत्पादन भएका सामानहरूलाई चाहिँ बिक्री वितरण गर्ने ठाउँको रूपमा रहेको यो सब्जी मन्डी हो, जहाँ स्थानीय सरकार आएपछि
अत्यन्तै धेरै विकसित गरिएको छ। अहिले टिनका छाप्राहरू लगाएर पानी सामान्य पर्दाखेरि पनि पानी कटाएर व्यापारहरू नरोकिने गरी अहिले यो राजगढ बजारलाई एकदमै विकसित गरिएको छ। साँच्चै भन्नुपर्दा राजगढ बजार पुगिसके पछाडि बिर्तामोडको झझल्को आउन सक्छ, किनकि राजगढ बजार त्यत्तिको धेरै विकास भएको छ। यहाँ चाहिँ स्थानीय स्तरबाट उत्पादन भएका सामानहरू चाहिँ धेरै बिक्री वितरण गरिन्छ र एकदमै सुन्दरताको हिसाबले पनि एकदमै राम्रो छ। स्थानीय तह स्थानीय सरकार आइसकिसके पछाडि त यो ठाउँलाई अझ सुन्दर बनाइएको छ। यो हामी तपाईँलाई देखाउँदैछौँ ठुल्ठुला मार्ट जुन चाहिँ दक्षिणी बजारको यो चाहिँ विकसित बजार किन भनिएको भने यो बिचमा पनि ठुल्ठुला बजारहरू एभरेस्ट सुपर मार्केटहरू पनि यही ठाउँमा छन्। फिल्म हल पनि बिर्तामोड पछाडि बनेको यहीँ राजगढमा एभरेस्ट फिल्म हल पनि यहीँनिर छ। यो चाहिँ एउटा विकासको ठुलो फड्को मारेको ठाउँ राजगढलाई लिन सकिन्छ। तपाईँहरू पनि राजगढमा हुनुहुन्न, राजगढवासी नै हुनुहुन्छ, विदेशमा हुनुहुन्छ भने यो भिडियो तपाईँहरूका लागि एकदमै महत्त्वपूर्ण हुनसक्छ। आजको भिडियो हामीले राजगढबाट देखायौँ। राजगढ मात्रै होइन, झापाका यस्ता बजारहरू जुन पछिल्लो समय विकसित भइरहेका छन् ती बजारका दृश्यहरू हामी आज देखाउने प्रयत्न गर्दैछौँ। ती बजारहरूमध्ये तपाईँहरू कुन बजार हेर्न चाहनुहुन्छ हामीलाई कमेन्ट गरिदिनु होला, अनि कुन बजारको चाहिँ के हेर्न चाहनुहुन्छ र बजारका बारेमा के जान्न चाहनुहुन्छ हामीलाई जानकारी गराइदिनु होला। केही समय पछाडि हामी झापाको झापा बजार, शरणामती बजार एकदमै ती पनि विकसित भइरहेको छ। मैले अघि जुन मन्दिर भनेको थिएँ नि, जुन 4-5 तले, यो मन्दिर हो। यो मन्दिर हामी तपाईँलाई देखाउने कोसिस गर्दैछौँ। एकचोटिमा पछाडिबाट देखाएनौँ भने पनि अगाडिबाट पनि हामी देखाउनेछौँ। अत्यन्तै सुन्दर राजगढ बजार एउटा धर्म संस्कृतिको एकदमै धरोहरकै रूपमा लिन सकिन्छ। साँच्चै नै त्यहाँका मान्छेहरू पनि एकदमै धार्मिक रूपमा देख्न सकिन्छ। लगभग 3-4वटा मन्दिर त हामीले त्यहाँ देखेका छौँ र 3-4वटा मध्ये मैले यो घुमाएर पनि तपाईँहरूलाई देखाउने जमर्को गरेको छु। अत्यन्तै सुन्दर छ। लगभग 4-5 तले परबाट हेर्दाखेरि भिडियोमा जति क्लियर आएको छैन त्योभन्दा पनि धेरै क्लियर चाहिँ त्यही नजिकबाट देख्न सकिन्छ। यदि कोही राजवंशी समुदाय यो त्यो ठाउँमा नहुनु, त्यो ठाउँको इतिहास नरहनु जस्तै हो। राजवंशी समुदाय मात्रै होइन, विभिन्न समुदायहरू यो ठाउँमा बसोबास गर्ने भएकाले पनि त्यो ठाउँ एकदमै साँच्चै नै सुन्दर रहेको छ। यहाँ न राजवंशी मात्रै हुनुहुन्छ, न सन्थाल, न ताजपुरिया, न गनगाई, न छेत्री, न बाहुन, न खस, सबै हुनुहुन्छ। आज हामीले यो भिडियो झापाबाट देखायौँ। झापाको अत्यन्तै सुन्दर बजारको रूपमा रहेको राजगढ बजार। हजुरहरूलाई यो भिडियो हेरिसकेपछि केही भन्न मन छ भने हामीलाई कमेन्ट गरिदिनु होला। यो पिपलको रुख जहाँ इलाका प्रहरी कार्यालय अगाडि देखिएको छ एकदमै सुन्दर छ। हामीले अलिकति परतिरसम्म देखाउँ भनेर हामीले देखाउने कोसिस गऱ्यौँ। एकैछिन पछाडि राजवंशी चोक, जहाँ राजवंशी समुदायलाई प्रतिनिधित्व गर्ने चोकको रूपमा रहेको राजवंशी चोक हामी तपाईँहरूलाई देखाउनेछौँ। अत्यन्तै सुन्दर दृश्य रहेको छ। आज मैले एउटा सानो जमर्को जाँदै गर्दाखेरि तपाईँहरूलाई राजगढ बजार देखाउँ भन्ने उद्देश्यले मैले यो बजार देखाउन खोजेको हो। राजगढ बजारका धेरै कुना कानीहरू म हिँड्न पुग्न सकिनँ, किनकि धेरै ठुलो छ र जति मैले देखाउने प्रयत्न गरेँ त्यो पनि पर्याप्त छ जस्तो मैले अनुभूति गरेर मैले यो भिडियो सम्प्रेषण गर्दैछु। जानकारी गराउनु होला तपाईँहरू कुन ठाउँबाट यो भिडियो पनि हेर्नुहुँदैछ। आज अब राजवंशी चोक, जहाँ चाहिँ राजवंशी समुदायलाई प्रतिनिधित्व गर्ने चोकको रूपमा र प्रतिमासहित यो ठाउँमा राजवंशी चोक बनाइएको छ भने केही मास्तिरपट्टि चाहिँ राजवंशी विकास समितिको भवन पनि छ। मैले देखाएँ राजवंशी समुदायका महिला र पुरुषले आफ्नो परम्पराअनुसारका पहिरन लगाएर राखिएको प्रतिमा देख्न सकिन्छ त्यो ठाउँमा। र राजगढबाट हामी केही अलिकति तलतिरसम्म जानेछौँ र यो भिडियो मार्फत तपाईँहरूलाई देखाउन खोज्यौँ। राजगढ बजार एकदमै विकसित बजारको रूपमा लिन सकिन्छ। धेरैले यो ठाउँका बारेमा चाहिँ सुन्नुभएको छ, कोही पुग्नु भएको छ, कोही पुग्नु भएको छैन। आज हामीले झापाको भारदशी गाउँपालिकामा रहेको राजगढ बजार देखाउने जमर्को गऱ्यौँ, कोसिस गऱ्यौँ। हामीले हदसम्म देखाउने कोसिस गरेका हौँ। यहाँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र अन्त्यसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद।